ओइ जता ठाडे त मैले भने नि हन्टर वर्थ इट छ क्या अरू नेकेड बाइक भन्दा चाहिँ मैले के नोटिस गरेँ भने नि यसरी भ्लग बनाउँदै गरेको मान्छेहरूले देख्यो भने क्या बाइकरहरूले बेसरी बटारेर जाँदो रहेछ क्या छेउबाट The optimum brake! Walking in an optimum brake! के भयो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी तारेभिरमा जाँदैछौँ यो हन्टरको रिभ्यू गर्नलाई मेरो चाहिँ अब यो हन्टर लिएर त्यही 5000 किलोमिटर पुगिसकेको छ सो 5000 किलोमिटरमा के कस्तो थियो यसको पर्फर्मेन्सहरू म चाहिँ सबै भन्नेवाला छु प्लस यसको स्पेसिफिकेसनहरू पनि के छ सबै म भन्नेवाला छु यदि तपाईँहरू पनि हन्टर लिनु सोच्नुहुन्छ भने तपाईँहरू चाहिँ ढुक्कसँग लिन सक्नुहुन्छ किनभने यो चाहिँ एकदमै रिलायबल बाइक हुनसक्छ तपाईँहरूको लागि अलिकति माथि पुगेर कुरा गरौँ होला ओ भेना गरे मुनि गरौँ गरे मुनि गरौँ कस्तो देखिरहेको छ अलिकति देख्दैन रहेछ क्या अहिले त हो यतिको हल्का मात्र यतिको देखिरहेको छ कतिको देखिरहेको छैन ओहे कतिको देखिरहेको छ भने अहिले चाहिँ ठिक्क हो र अनि तपाईँलाई हन्टर कस्तो लाग्यो भने एकदम कस्तो फिल भयो भन्नु न सबै भेनालाई चाहिँ माकलबारीमा चाहिँ मान्छेहरू तर आम्मामा के हो यस्तो धुवा थट यस्तो साह्रो धुवा फाल्ने गाडीहरू चाहिँ अलिकति कि त मेन्टेन गर्नुपर्ने हो मेन्टेन गर्दैन भने चाहिँ फाइन तिराएर भए पनि मेन्टेन गराउनु पर्छ होइन त भेना
के नोटिस गरेँ भने नि यसरी भ्लग बनाउँदै गरेको मान्छेहरूले देख्यो भने क्या बाइकरहरूले बेसरी बटारेर जाँदो रहेछ क्या छेउबाट। अघिको डटवालाले पनि है प्रायः मान्छेहरूले भिडियो बनाएको होला सायद। हाइलाइटमा आउँछ भनेर नि त। यो यसरी भ्लग गर्दाखेरि मलाई लास्टै तान्छ यार। टाउकोमा हेलमेटमा चाहिँ नि मोबाइल राखेको हुन्छ, मोबाइलबाट भ्लग गर्छु म लास्टै। यो ठाउँ चाहिँ तपाईँहरूलाई थाहा छ कि थाहा छैन, यो चाहिँ गोकर्ण हो। यहाँ चाहिँ एकदमै शान्त ठाउँ छ है, जङ्गल छ, चिसो, एकदम पिस भाइबहरू छ त्यही कारण। अनि एकदमै फेमस गोकर्ण हिल साइड रिसोर्ट, त्यो पनि यतै हो है जोनमा। आज मैले जानी नजानी कसको कपाल एक्सपोज गरिदिएँ, आइएम सरी है, इन्टेन्सनली होइन। अब हन्टरको बारेमा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ यो ड्रिम बाइक जस्तै नै थियो। अब मलाई चाहिँ क्लासिक टाइपको पनि अलिकति मोडर्न टाइपको पनि चाहिरहेको थियो बाइक। सो यो चाहिँ मोडर्न रेट्रो बाइक भन्नु पनि मिल्छ, किनभने यसमा अलिकति यो BS6 इन्जिन पनि हो एक त, मोडर्न भाइब पनि दिन्छ, प्लस पुरानो रेट्रो भाइब पनि दिन्छ यसले चाहिँ। अनि मेन भनेको अब यसको ह्यान्डलिङहरू एकदमै राम्रो लाग्छ। ह्यान्डलिङहरू कर्नरिङमा चाहिँ तपाईँले एकदमै कस्तो सेफ फिल हुन्छ भन्नाले कर्नरिङहरू गर्न एकदम सजिलो फिल हुन्छ क्या यसमा चाहिँ। लाइक मजाले कर्नरिङ गर्नु त्यस्तो डर हुँदैन। अनि ब्रेकिङको कुरा गर्दा यसमा ABS चाहिँ जुन च्यानल ABS दुवैपट्टि छ, त्यो ब्रेकिङ पनि क्या स्मुथ छ कि मजाले लाग्छ। बेला बेलामा डरै लाग्छ भने ABS लागेको देख्दाखेरि अब क्या भाइब्रेसन आउँछ कि धेरै हार्ड ब्रेक हाल्यो भने ABS लाग्छ, अनि हार्ड भाइब्रेसन आउँछ क्या खुट्टामा, हातमा पिरो हुन्छ मजाले नै। यो ठाउँमा मैले फोकसको के चाहिँ एक्सपेक्ट गर्नु आयो। राइटको कर्नरिङ पनि हुन्छ, लेफ्टको कर्नरिङ पनि त्यतिकै सजिलो लाग्छ। कर्नरिङमा चाहिँ जे होस् यसमा त्यस्तो गाह्रो फिल हुँदैन क्या। 181 kg होला सायद यो बाइक, 181 हो कि 85 कन्फ्युज भयो। बट यतिको रेन्जमा पनि यो बाइक चाहिँ एकदमै स्टेबल फिल हुन्छ। हाइवेमा कुदाउने हो भने चाहिँ अब 100भन्दा क्रस गएपछि चाहिँ अलिकति भाइब्रेसन भन्दा नि यो यस्तो हल्लेको जस्तो फिल हुन्छ, किनभने यो बाइक बनेको पनि त्यस्तो टुरिङको लागि पनि होइन। बट अब राम्रो नर्मल टुरिङहरू चाहिँ यसमा पनि गर्न सकिन्छ है। अनि अर्को कुरा भनेको अफरोडिङ पनि यसको पर्फर्मेन्स चाहिँ एकदमै राम्रो लाग्यो है मलाई। अब कम्पेयर टु अदर त्यो नेकेड बाइकहरू होइन, अर्को नेकेड बाइकहरूमा भने चाहिँ सस्पेन्सनहरू अलिकति स्टिफ हुन्छ, किनभने यिनीहरू चाहिँ अब स्पोर्ट्स टाइपको बिल्डअप हुन्छ नि त। अलिकति कर्नरिङहरूमा अनि स्ट्रिटमा चाहिँ अलिकति पावर जेनेरेट गर्नको लागि पनि अब तिनीहरूको बनाएको नै त्यस्तो डिजाइन नै त्यस्तो हुन्छ। सो अलिकति सकहरू चाहिँ स्टिफ नै हुन्छ अरू बाइकहरूको, तर यसको चाहिँ त्यस्तो साह्रो स्टिफ छैन, किनभने अब यो सक पनि चेन्ज भएर आएको हुन्छ कम्पेयर टु पुरानो भर्जन।
यसमा चाहिँ एलइडी लाइट पनि चेन्ज भएर आएको हो। पुरानो भर्जनमा चाहिँ हेलोजन लाइट छ, हेलोजन लाइट प्लस यसको सिट हाइट पनि सिट हाइट भन्दा पनि यसको हाइट चाहिँ इन्क्रिज भएको छ पहिलाको भन्दा। यस्तो ठोक्किने ओर्नेहरू केही हुँदैन, जस्तै कि यहाँबाट नर्मली यस्तो खल्डोमा हाल्ने केही हुँदैन। तपाईँहरू पनि हन्टर किन्ने सोचमा हुनुहुन्छ भने चाहिँ आफैले गएर टेस्ट ड्राइभ पनि हिँड्न सक्नुहुन्छ। नियरेस्ट सोरुममा गएर उहाँहरूले चाहिँ अब यसको हन्टरको स्पेसिफिकेसनदेखि लिएर सबै बुझाइदिनु पनि हुन्छ। प्लस त्यहाँ आफूले टेस्ट ड्राइभ गरेपछि पनि थाहा हुन्छ कि बाइकमा चाहिँ के कतिको छ भनेर। पावर फिल हुन्छ, सस्पेन्सन फिल हुन्छ, कतिको कम्फर्टेबल छ, त्यो सबै कुरा यसमा पाउनुहुन्छ कि। अल इन वान बाइक भन्छु म चाहिँ। यता दुईवटा हन्टर रहेछ। हन्टर पनि अब लास्ट टाइम भन्दा चाहिँ अलिक बेसी नै चल्न थालेको छ। अब लास्ट टाइम त्यस्तो देख्दैन भने चाहिँ अहिले गुड अमाउन्ट अफ हन्टर चाहिँ बाटोमा देख्न सकिन्छ हामीले। कस्तो वहाँ परेर हेरेको यार। Hey guys, if you want to buy Hunter, don't wait. म चाहिँ त्यही भन्छु। यो खालको नि हामीले केही हुँदैन। टर्नहरू पनि इजी। अनि पेट्रोलको कुरा गाइस, पेट्रोल चाहिँ मैले एक्ज्याक्ट कति दिन्छ हाम्रो यता चेक गरेको छैन, बट मलाई लाग्छ कि 25देखि 30 चाहिँ दिन्छ। त्योभन्दा बढी चाहिँ एक्सपेक्ट गर्नु हुँदैन। अब अरू माइलेज दिने बाइकहरू जस्तो यसमा पेट्रोल एक्सपेक्ट गरेर नि हुँदैन, किनभने यसको 350 cc हो एक त, अनि यो अलिकति माइलेजवाला बाइक पनि होइन। त्यही भएर यदि तपाईँहरू माइलेजवाला बाइकहरू हेर्दै हुनुहुन्छ भने अरू बाइकहरू जस्तो कि अफिसको लागि चाहिँ अब म चाहिँ भन्छु एमटी एफजेडहरू चाहिँ एकदमै पर्फेक्ट हुन्छ। यदि तपाईँहरू नर्मल टुरिङ अनि सिटी राइडको लागि हो भने चाहिँ हन्टर चाहिँ एकदमै पर्फेक्ट चोइस हुन्छ। अब त अति छ कि यसमा। ल अब तपाईँहरूलाई अफ रोड पनि ठ्याक्कै आइपुग्यो। अफ रोडमा पनि कतिको पाउनुहुन्छ ल हेर्नु। यो एकदम ठाडो उकालो छ, प्लस बेस एकदमै अफ रोड छ। त्यो पनि इजी जान्छ क्या, न खुट्टा झार्नुपर्छ न के गर्नुपर्छ, इजी। ओयो सरी गाइस, मेरो चाहिँ स्टोरेज फुल भइसक्यो। म यहाँ तलबाट अफ रोडिङ यति राम्रो गरेर आइरहेको थिएँ कि अफ रोडिङ। यो अब सिधा ढलान छ, मतलब सिधा छ उकालो। दुईजना मेरो मोटे भेना नि त तान्छ है म त। मैले चाहिँ तलबाट होइन अफ रोडिङ हन्डरको एकदम राम्रो छ, यस्तो यस्तो बाटोमा नि आनन्दले आउँछ भनेर आइरहेको थिएँ। रेकर्डै भएन रहेछ, बट देयर इज स्टिल अफ रोड लेफ्ट है, माथिपट्टि छ। म मजाले देखाइदिन्छु हन्डरको अफ रोडको पर्फर्मेन्स आनन्दले क्या। लाइक यस्तो नर्मल अफ रोडिङमा त सस्पेन्सनले पनि त्यस्तो झर्का दिँदैन क्या। पहिलाको चाहिँ स्टिफ थियो भनेर सबैको कम्प्लेन आउँथ्यो। लाइक ल यहाँबाट स्विच गर्दाखेरि त्यस्तो अफ रोडिङमा केही प्रब्लमै छैन कि यो ढुङ्गामा हाल्दा खै नर्मल क्या छ। र यहाँबाट पनि नाइस एन्ड इजी है, यस्तो केही फिलै हुँदैन अफ रोडिङको चाहिँ भन्नाले। ओ सरी भेना नाक ठिक छ, भर्खर ठोक्यो भेनाको नाक चाहिँ मेरो हेलमेटमा। ल यो त यो अफ रोड अब यो हो क्या च्यालेन्ज चाहिँ। ओ यो त ठाडै ड्याम क्या, यो चाहिँ लास्टै गाह्रो थियो। त्यत्रो मान्छे राखेर पनि हन्टरले मजाले क्लियर गरिरहेको छ है। यो मैले क्यामरामा ध्यान दिएर त्यो बाटै राम्ररी देखेन, बट त्यही पनि मजाले कम्प्लिट गर्थ्यो हन्टरले। ओके सक्छ इजी। यस्तो अफ रोड त मैले भने होइन हन्टर वर्थ इट छ क्या अरू नेकेड बाइक भन्दा चाहिँ, होइन त भेन? त्यस्तो अफ रोडमा पनि दुईजना इजी ल्याइदियो है, नत्र त्यहाँ त अघि नै स्टार्ट अफ हुने त्यस्तो त्यस्तो हुन्छ है।
बट हन्टरले चाहिँ वन्स अगेन प्रुभ गरेको छ आफूले आफूलाई। अनि हाम्रो डेस्टिनेसन भनेको चाहिँ यहीँसम्म है गाइस। म त गऱ्यो अनि धेरै भयो त यार केही छैन, यतिकोमा भिडियो लभली आउँछ। त्यहाँ त कमसेकम रोक्यो भयो, हामी पछाडि आउँथ्यो त्यत्रो उकालो थियो क्या, मजाले काँगिर यार। सर्टको भिडियो गर्नुपर्छ नि। सो दिस इज द न्युली लन्च हन्टर 350। आज चाहिँ हामी यसको फुल रिभ्यू गर्नेवाला छौँ है गाइस। रोयल इनफिल्ड हन्टर 350। हन्टर 350 मा 349 सीसीको सिंगल सिलिन्डर 4 स्ट्रोक एयर ओइल कुल्ड इन्जिन दिएको छ। यो इन्जिनले 20.21 PS पावर एट 6100 RPM र 27 न्युटन मिटर टर्क एट 4000 RPM प्रोड्युस गर्छ। राइडिङ एक्सपिरियन्सको कुरा गर्दा लो एन्ड टर्कमा राम्रो छ, जसले सिटी ट्राफिकमा स्मुथ पिकअप दिन्छ। हाइवेमा पनि क्रुजिङ एक्सपिरियन्स कम्फर्टेबल छ। ट्रान्समिसनको कुरा गर्दा यो बाइकमा 5 स्पिड कन्स्ट्यान्ट मेस गियर बक्स र असिस्ट र स्लिपर क्लच दिएको छ। हन्टर 350 को सिट हाइट 790 mm मात्र भएकोले सर्ट राइडरहरूलाई पनि ह्यान्डल गर्न सजिलो छ। बाइकको कर्भ वेट 181 kg छ, तर वेट डिस्ट्रिब्युसन राम्रो भएकोले राइडिङ गर्दा खासै हेभी फिल हुँदैन। सस्पेन्सन सेटअपको कुरा गर्दा अगाडि 41 mm टेलिस्कोपिक फोर्क र पछाडि ट्विन सक अब्जर्भर्स विथ 6 स्टेप एडजस्टेबल प्रिलोड दिएको छ। फिचर्सको कुरा गर्दा बाइकमा LED हेडलाइट, एनालग स्पिडोमिटर सँगै डिजिटल LCD डिस्प्ले दिएको छ। सो अब यसको प्रोजको बारेमा भन्नुपर्दा असिस्टेन्ट स्लिपर क्लच, इम्प्रुभ रेयर सस्पेन्सन, बेटर सिट कम्फर्ट, लाइट वेट र सिटी फ्रेन्डली ह्यान्डलिङ, ड्युल च्यानल ABS रहेको छ। सो यसको कन्सको कुरा गर्नुपर्दा हाइवे टुरिङको लागि 6th गियर छैन, टप इन पर्फर्मेन्स स्पोर्ट्स बाइकको जस्तो छैन, लङ डिस्टेन्स टुरिङमा क्लासिक 350 जस्तो कम्फर्टेबल चाहिँ छैन।